अहिले हामी युनाइटेड अरब इमिरेट्स युएई दुबईमा छौँ, जुन दुबईको पनि एउटा पार्क बर दुबईको पार्कमा हामी विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट उपस्थित हुनुभएका कामको सिलसिलामा आउनुभएका महानुभावहरूलाई पनि तपाईँ देख्न सक्नुहुनेछ। यो विशेष गरी यो नेपाली पार्क भनेर चिनिने गर्छ, जुन पार्कमा नेपालीहरू हजारौँको सङ्ख्यामा यहाँ आफ्ना साथीभाइहरू इष्टमित्र भेट्न आउनुहुन्छ। यहाँ कतिपय देख्न सक्नुहुनेछ आफ्ना फ्यामिलीहरूलाई बालबच्चालाई बजार पनि घुमाउँ, दसैँ पनि आएको छ, सानोतिर किनमेल गरौँ भन्ने उद्देश्यले पनि उहाँहरू छुट्टीको दिन मनाउनको लागि यहाँ हुनुहुन्छ भने कतिपय मानिसहरू आफ्नै पाराले कोही मुर्गा खोज्दै पनि हिँडिरहेको अवस्था पनि तपाईँ देख्न सक्नुहुनेछ। सबैजना आफै मस्ती रहेका छन्, सुखी रहेका छन्, आनन्द लिइरहेका छन्, मनोरञ्जन छ। साथसाथै यतातिर तपाईँ देख्न सक्नुहुनेछ आफ्नो आफन्तजनहरू भेट्नको लागि महिनामा एक दिन छुट्टी मिलाएर भए पनि यो बर दुबईमा नेपालीहरूको जमघट देख्न सक्नुहुनेछ। यहाँनिर देख्न सक्नुहुनेछ अब यो दसैँको चलखेल त्यति नै बढिरहेको जस्तो छ। यहाँनिर सबैजना आउनुभएको छ। लगभग तपाईँको युनाइटेड अरब इमिरेट्सभित्र जति पनि बस्नुहुन्छ उहाँ सम्पूर्णहरू लगभग भेट्ने एउटा जक्सन भने पनि हुन्छ यसलाई। यहाँ हेर्नुहोस्, यहाँ अगाडिपट्टि एकजना भाइ निकै मान्छेहरू हराएर उहाँ एकदमै नराम्रो स्याड मुडमा देखिरहनु भएको छ। सायद उहाँको मान्छे हराएको होला अथवा गर्लफ्रेन्ड खोजिरहनु भएको होला, आदि इत्यादि जे पनि हुनसक्छ। यो पार्कमा हरेक किसिमका मान्छेहरू छन्, कोही राम्रा असल स्वभावका मान्छेहरू छन् भने कति चाहिँ नराम्रो नकारात्मक सोच लिएर पनि आएका मान्छेहरू पनि हामीले देख्यौँ। यतातिर हेर्न सक्नुहुन्छ नेपालीको भिड जो माहौल देखेर हाम्रो कोही अन्य कन्ट्रीका मान्छेहरू पनि रमिता हेर्नका लागि यहाँ आएको हामीले देख्न सक्नेछौँ। साथसाथै यहाँ शुभकामना पनि दिइरहेको छ। दसैँ आइरहेको हुनाले दसैँको बडा दसैँ उपलक्ष्यमा दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गल शुभकामना हाम्रो तर्फबाट हजुरहरूलाई। र हामी अब यो बर दुबईबाट हामी अगाडि बढ्ने कोसिसमा छौँ। हामी यहाँ अगाडि बढ्दाखेरि डेराको चाहिँ हामी नाउ एउटा जुन उहाँ एक डेरा मात्रै तिरेर पनि हामी नाउमा चढ्न सक्छौँ, जुन ठाउँ हामी तपाईँहरूलाई पनि हामी देखाउनेछौँ। हामीलाई फलो गरिरहनु। डेरा दुबई हामी जाँदैछौँ। अब हामी नाउमा हाम्रो सवार हुनेछ। डेरा जाने बाटो जुन बर दुबईदेखि डेरा जानको लागि हामीले एउटा सानो मिनी वाटर ट्याक्सी भनिन्छ, जुन वाटर ट्याक्सी एउटा नाउलाई एउटा गाडीको जस्तो रूप बनाएर चलाएको एउटा नाउ हो। यो नाउबाट चाहिँ हामी एकतिर तिरेपछि हामी एउटा ठाउँदेखि अर्को ठाउँमा जानको लागि हामीले प्रयोग गर्ने गरेका छौँ। र अहिले तपाईँ हेर्न सक्नुहुन्छ यो अहिले डेरा जाने बाटो जुन हामी नाउमाथि छौँ, समुद्रको माथि छौँ। तपाईँले पनि रमाइलो गरिरहनु भएको होला, इन्जोय गरिराख्नुहोस्। हामी पनि एकदम इन्जोयमा छौँ। र हामी यसै क्रममा हाम्रो च्यानलबाट हामीलाई सब्सक्राइब लाइक पनि गर्दै गर्नुहोला। हामी अर्को स्टेपमा फेरि हामी अर्को प्रोग्राम लिएर आउनेछौँ। हामी अर्कोचोटि हामी दुबई डेजर्ट सफारी जाने हामी प्लानिङमा छौँ। त्यसको लागि पनि तपाईँ भिडियोहरू हेर्न सक्नुहुनेछ। हामीले प्रतीक्षा गर्नुहोला, लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोला।